सबैजनालाई मेरो तर्फबाट गुड मर्निङ भन्न चाहन्छु है त। म आजभोलिको जुन आज रातिबाट सकियो विश्व फुटबलको खेलहरू, विश्वकपको खेलहरू र म हाम्रो नेपाली समर्थकहरूलाई के भन्न चाहन्छु भने हाम्रो देश नेपालको फुटबल अहिले फिफाको ब्ल्याकलिस्टमा छ। हाम्रो नेपाली साथीहरू, नेपाली व्यक्तिहरू भने विश्वको चाहिँ फ्यान बनेर टी सर्ट किनेर देशको सपोर्ट गरेर हिँडिरहनु भएको छ। त्यसमा म व्यक्तिगत रूपमा मलाई दुःख लाग्छ। त्यही भएर साथी हो, मैले भन्छु आफ्नो देशको खेललाई अगाडि बढाउनको निमित्त सरकारलाई घचघच्याउने हो कि राम्रो बाटोमा लानलाई भन्ने हो कि त्यसलाई त आफूले मध्यनजर गर्नु पर्यो नि साथी हो। विदेशको सपोर्ट गर्दैमा यहाँ हुनेवाला के छ? तपाईहरुले के पाउनुभयो? ल अर्जेन्टिनाले हार्यो, स्पेनले जित्यो, तपाईहरुले के पाउनुभयो? तपाईहरु आफ्नो आफन्तमा दुईजनाको फ्यान यो र त्यो फ्यान भनेर झगडा गर्दैमा तपाईहरुले के पाउनुभयो? स्वतन्त्र रूपमा एउटा गेमको फ्यान बन्नुस् क्या। गेमको फ्यान बन्ने हो, व्यक्तिको होइन। एउटा खेल हेर्ने हो। एउटा खेल हेर्दाखेरि यो टिम चाहिँ मेरो पक्षको भन्ने होला। समग्र सुरुदेखि अन्त्यसम्म यो देश, यो व्यक्ति सुहाएन साथी हो। किनभने हाम्रै देशको फुटबल चाहिँ धराशायी अवस्थामा छ भने विश्वको चाहिँ खेलको व्यक्तिको सपोर्ट गरेर तपाईले केही पनि पाउनुहुन्न के। यदि सक्नुहुन्छ भने हजुरले आफ्नो देशको खेललाई अगाडि बढाउनको निमित्त पहल कदमीदेखि लिएर सरकारलाई घचघच्याउने आन्दोलनदेखि लिएर के गर्ने हो त्यो गर्नुस्। देशको खेलाडी जन्माउनुस् के। विश्वको खेलमा हेरेर रमाउने र झगडा गर्ने होइन।